नमस्कार साथीहरू। केही समय पहिला लेखेको कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक रहेको छ सोच। कविताको शीर्षक रहेको छ सोच। म विचारकै युद्धबाट नयाँ विचार जन्मन्छ भन्छु। म विचारकै युद्धबाट नयाँ विचार जन्मन्छ भन्छु। माफ गर, तिमीले बोक्ने गरेको झण्डा मसँग छैन। तिमी हतारिँदै चुचुरोतिर कुदेऊ। तिमी हतारिँदै चुचुरोतिर कुदेऊ। पहरामा ठोक्किएर बिउजियौ। म भित्तामा यहीँ बसेर हेर्दैछु। मासो माटो ओसार्दै गरेको गौथली। माटो ओसार्दै गरेको गौथली। लट्न लागेको आफ्नो पुरानो घर। लट्न लागेको आफ्नो पुरानो घर। र पनि किन किन यो जिन्दगी थाकिरहन्छ। यहाँ च्यातिरहन्छ धुजा धुजा पारेर। यहाँ आश्रल्ल पोखिन्छ आँखा भएर। के पहराले भन्दा देहातले माया गर्छ? साँच्चै सोच्नै पर्ने समय आएको छ। पासपोर्टमै जिन्दगी बाँच्नेहरू कता पुगे कता। म शिखरभन्दा अग्लो शिखरको खोजीमा छु। म शिखरभन्दा अग्लो शिखरको खोजीमा छु। आदरणीय ब्युरोक्रेस नायक, मलाई दिएको नागरिकताको सट्टा दिनु एक टुक्रा बाँझो जग्गा र भन्नु यसैमा आफ्नो भरण भर्नु। र भन्नु यसैमा आफ्नो भरण भर्नु। बरु नदिनु मतदान पत्रको चिर्किटो। बरु नदिनु मतदान पत्रको चिर्किटो। तर बाँड्नु दोनो भैँसी। र भन्नु अर्को साल हिउँदमा ऋण चुक्ता गर्नु। नाप्दा नाप्दै यो नाते सडकलाई। नाप्दा नाप्दै यो नाते सडकलाई। देशै नखोज्न सक्ने गरी खोज्छौँ र हो चन्द्रमाको मधुरो उज्यालोमा आमाको अनुहार बाहेक सब थोक बिर्सिन्छु। हो चन्द्रमाको मधुरो उज्यालोमा आमाको अनुहार बाहेक सब थोक बिर्सिन्छु। सोच्छु जन्मभूमिमा सोच्छु जन्मभूमिमा आफैले गाड्न पाए गाड्ने थिए आमाकै अनुहार सुहाउँदो मेरो देशको चन्द्र सूर्य अङ्कित झन्डा। गाड्ने थिए आमाकै अनुहार सुहाउँदो मेरो देशको चन्द्र सूर्य अङ्कित झन्डा। धन्यवाद।